विपुल चौधरी यस एलायन्स युवा क्लबका संस्थापक अध्यक्ष। तपाईँ सम्पूर्णलाई आजको पत्रकार सम्मेलनमा हार्दिक स्वागत गर्दछौँ। तपाईँ सम्पूर्ण आउनुभएका पत्रकार साथीहरू, हाम्रा मित्रहरूलाई पनि म स्वागत गर्न चाहे। आजको विशेष तपाईँहरूलाई हामीले विराटनगरभरिका सबै स्कुल कलेज र 40 वर्षका महिलाहरूलाई सामेल गर्ने गरी असार 13 गते महिला खेलकुद तथा सांस्कृतिक कार्यक्रम गरिरहेछौँ, जसको रेजिस्ट्रेसन फी मात्र 20 रुपियाँ रहेछ। त्यसमा चाहिँ हामीले 8वटा कार्यक्रम राखेका छौँ। त्यो 8वटा कार्यक्रम डान्सिङ, सिङ्गिङ, बल पास, म्युजिकल चेयर, चम्चा लिएर हिँड्ने, गलत क्वेसन, ऱ्याम्प वक र बेलुन फोड्ने, यो हाम्रा कार्यक्रमहरू हुन्। यसमध्ये एउटा पार्टिसिपेन्ट्सले 4वटा गेममा भाग लिन पाइयो। त्यो 4वटा गेम भाग लिँदा 20 रुपियाँ मात्र लाग्ने भयो, एउटा गेमको 5 रुपियाँ। यसमा हामीले लगभग निःशुल्क नै गरेका छौँ। निःशुल्क गर्दा अलिकति भ्याल्यु हुन्थेन भनेर हामीले 20 रुपियाँ राखेका छौँ, केही भ्याल्यु होस् भनेर। यसमा हामीले पार्टिसिपेन्ट्स लगभग 200 आङ्कलन गरेका छौँ, 200 पार्टिसिपेन्ट्स हुन्छ भनेर। अनि यो चाहिँ हाम्रो विराटनगर 11 को जनपद स्कुलमा हामीले केन्द्र राख्ने गरी हामीले यो कार्यक्रम गर्न आँटिरहेका छौँ। बस्दा छौँ पहिला भावला नयाँ केही कुरा गरौँ, नयाँ केही कुरा गर्नुपर्छ भनेर मेरै मम्मी चाहिँ घरमा बस्नुहुन्छ, के एक्स्ट्रा एक्टिभिटिज हुँदैन, घरमै बस्नुहुन्छ, घरमै काम गर्नुहुन्छ। उहाँहरूलाई पनि के नयाँ होस् भनेर, उहाँहरूले पनि के नयाँ इन्भाइरोमेन्ट पाओस् भन्ने सोचले हामी यो कार्यक्रम गर्न आएका छौँ। घरभन्दा बाहिर निस्कोस् भन्ने। घरबाट अस्ति नै हामी लगभग 15 दिन पहिला काठमाडौँको BBS नेपालसँग सङ्कलन गरेर जलन सम्बन्धी कार्यक्रम गरेको थियो। त्यसमा पनि धेरै महिलाहरूले भने हामीलाई यो कार्यक्रम गरिदिँदा राम्रो हुन्थ्यो। त्यो सोचले पनि यो कार्यक्रम हामी गरिरहेका छौँ। सर्टिफिकेट, मेडल, ट्रफी र यमा सोरुमले दिँदै गरेको गिफ्ट ह्याम्पर्स छ। खर्च चाहिँ हाम्रो संस्थाकोबाट हो र हाम्रो स्पोन्सरहरूबाट। नगद चाहिँ हामी राख्दैनौँ। नगद चाहिँ अलिक भ्यालु क्यास प्राइस राखेको छैन।